अब चाहिँ म घरमा झरिसकेको छु। मैलो गर्दै गफ गर्दै पुण्य डाँडातर्फ लाग्यौँ। म चाहिँ साथी पर्खिरहेको छु, भएर आउँदैछ। फाइनली हामी पुण्य डाँडा पुगिसकेका छौँ। एकदमै गर्मी भएर चौतारामा बस्यौँ। मेरो छोरी चाहिँ अहिलेसम्म उठिरहेको थिएन। पर देखिएको चाहिँ स्कुल हो। पहिला हामी पनि यही स्कुलमा पढेको, जेलमा पढेको जस्तै गरेर बसिरहेको थियो। हाम्रो चम्बु पुण्य डाँडाको भाइरल ठाउँ जुम्मालुङ। तर आजको यो दिन चाहिँ एकदमै रमाइलो भयो। पानी परेर यस्तो पानीले कुटिरहेको थियो यतिखेर। त्यही बस्ने यसरी बस्ने ठाउँहरू पनि बेन्चहरू पनि एकदमै मजाले राखिदिनु भएको छ। हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ। फेरि पनि म नयाँ भिडियो लिएर आइसकेको छु। आज चाहिँ म फेरि पनि पुण्य डाँडा जाँदैछु। पुण्य डाँडा चाहिँ हाम्रो गाउँको सानो बजार हो। सानो भए पनि सबै सामानहरू पाइन्छ, एकदमै राम्रो छ। र मेरो साथी पनि आउँदैछ तलबाट उसको घरबाट, अनि हामी पनि यताबाट जाँदैछौँ। छोरी र म, मेरो छोरी चाहिँ अगाडि हिँडिरहेको छ, पर पुगिसक्यो, अनि म चाहिँ पछाडि हिँडिरहेको छु। अब चाहिँ म घरमा झरिसकेको छु, अनि मेरो साथी चाहिँ आउँदै रहेछ, अनि म चाहिँ यहाँ पर्खिरहेको छु। यता पनि शीतलमा चाहिँ घाम लागेर गर्मी भइरहेको छ। मेरो छोरी चाहिँ उतामा बस्ने ठाउँमा बस्ने भनेर भइरहेको छ, अनि म चाहिँ साथी पर्खिरहेको छु। आइपुगेपछि भिडियो गर्नेछु, हेर्दै गर्नु होला। मेरो साथीहरू चाहिँ आइपुगिसकेको छ, उपर आउँदैछ, दुईजना रहेछ, आउँदैछ। हाम्रो चाहिँ 7-8 महिना पछिको भेट है मेरो साथीसँग, अन्त म चाहिँ एकदम बेस्ट फ्रेन्ड हो। त्यसपछि चाहिँ हामी सबैजना भेट भएर रमाइलो गर्दै गफ गर्दै पुण्य डाँडातर्फ लाग्यौँ। अनि दुईजना भाइहरू पनि आइपुग्नु भयो, पछाडि आउँदै हुनुहुँदैछ। सो अनि भेट भएर हामी चाहिँ सँगै गफ गर्दै जाँदैछौँ। अनि किन ब्याकग्राउन्ड बोलेर हालेको भन्नुहुन्छ भने चाहिँ हामी अलिक धेरै नै बढी नै हल्ला गरेर हिँडिरहेको थियौँ, त्यही भएर मैले चाहिँ ब्याकग्राउन्ड बोलेर हालेको। हाम्रो अब 7-8 महिना पछिको भेट चाहिँ एकदमै रमाइलो हुनेवाला छ। हेर्दै गर्नु होला भिडियो के कस्तो लाग्छ। अनि यो पछाडि देखिएको सिडोहरू चाहिँ एकदमै राम्रो फुलिरहेको थियो। यहाँ चाहिँ भरे हामी फोटो खिच्ने भनेर सल्लाह पनि गर्दै हिँडिरहेको थियौँ। ऊ र म चाहिँ पहिला कलेज पढ्दाखेरि पनि एकदमै अब बेस्ट फ्रेन्ड हो नि त। कलेज पढ्दाखेरि पनि कता कता हिँड्दाखेरि अनि ट्युसन जाँदाखेरि होइन, समय बितेको थाहा नपाउने क्या। हामी दुईजना भएपछि चाहिँ एकदम जतै पनि सँगै चाहिने डुल्ने, अनि जतै पनि सँगै हुने प्राय हिँड्थ्यौँ। हामी दुई भएपछि चाहिँ एकदम रिल्याक्समा हिँड्ने क्या। हामी जस्तो को हुनुहुन्थ्यो होला, हामी जस्तो बेस्ट फ्रेन्ड। कसैले हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नु होला। आजको भिडियो चाहिँ तपाईँहरूलाई के कस्तो लाग्दैछ, मन पऱ्यो भने लाइक सेयर गरेर सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला, अनि फुल वाच पनि गरिदिनु होला। फाइनली हामी पुण्य डाँडा पुगिसकेका छौँ। मेरो छोरी चाहिँ सुतेर मेरो साथीले उठेर हिँडिरहेको छ, अनि हामी चाहिँ पुण्य डाँडा पुगिसकेका छौँ। हाम्रो पुण्य डाँडा बजार चाहिँ यही हो, सानो सानो भए पनि एकदमै रमाइलो छ हाम्रो पुण्य डाँडा बजार। को आउनु भएको छ कमेन्ट गर्नु होला। यहाँ भित्तामा चाहिँ ब्युटी पार्लर, त्यसपछि मेडिकल, त्यसपछि उता के भन्छ खाजा खाने ठाउँहरू, अनि किराना पसलहरू, कपडा पसलहरू सबै नै छ, सबै नै पाइन्छ।
हाम्रो चाहिँ यहाँ कसै काम थिएन। त्यसपछि हामी चाहिँ तल्लो डाँडातिर जाने भनेर तल्लो डाँडातर्फ सरासर जाँदै थियौँ। अनि यहाँ पर देखिएको चाहिँ स्कुल हो। पहिला हामी पनि यही स्कुलमा पढेको। स्कुलमा चाहिँ कार्यक्रम भइरहेको रहेछ। 12लाई बिदाई कार्यक्रम थिएछ। दुईजना भाइहरू चाहिँ स्कुलमा एकछिन हेर्ने प्रोग्राम भनेर स्कुलतिर जानुभयो। हामी चाहिँ सरासर तल्लो बाटो तल्लो डाँडातिर गयौँ। हामी चाहिँ एकदमै गर्मी भएर चौतारामा बस्थ्यौँ। मेरो छोरी चाहिँ अहिलेसम्म उठिरहेको थिएन। आज चाहिँ एकदमै घाम लागिरहेको थियो नि त, अनि गर्मी भएर हामी चाहिँ यसरी बसिरहेको थियौँ एकछिन। अनि यो माथि देखेको चाहिँ तल्लो भवन हो स्कुलको। एकदमै राम्रो भ्यू आइरहेको थियो। अनि यहाँ पर देखेको चाहिँ तल्लो डाँडा हो। हामी चाहिँ एकछिन यहाँ बसिरहेछौँ गर्मी भएर। त्यसपछि चाहिँ हामी हाम्रो चम्बु पुग्ने डाँडाको भाइरल ठाउँ जुम्मालुङतर्फ गयौँ। त्यहाँ चाहिँ अझ आकर्षक देखिनको लागि अझ निर्माण कार्य गर्दै हुनुहुँदो रहेछ। हामी चाहिँ रेला गर्दै गर्दै जुम्मालुङभित्र पसिसक्यौँ। अनि यहाँ ठाउँको बारेमा चाहिँ मैले पहिला अगाडि नै पनि भिडियो बनाएको थिएँ। यहाँ चाहिँ यो ठाउँको बारेमा यहाँ चाहिँ यो निर्माण कार्य भएर पुरा ढुङ्गा माटो गिटी बलुवाहरू राखेर एकदमै हिँड्न अप्ठ्यारो भइरहेको थियो। तर केही छैन, पछि अझ राम्रो हुँदैछ नि त यहाँ ठाउँहरू। दाइहरूले बनाइराख्नु भएको रहेछ। भाइले चाहिँ जिस्केर स्विमिङ खेल्ने ठाउँ बनाउनु भएको हो। पछि स्विमिङ खेल्न आउँछु है भनेर भनिराखेको थियो जिस्काउँदै दाइहरूलाई। अनि यहाँदेखि चाहिँ एकदमै राम्रो भ्यूहरू देखिन्छ है। सबै पारी डुम्रिसे, अनि पारी पाँचथर, पारी फुलबारीहरू, अन्य थुप्रै ठाउँहरू त्यहाँदेखि चाहिँ एकदमै राम्रो देखिन्छ। यहाँबाट चाहिँ को आउनु भएको छ, यदि आउनु भएको छैन भने पछि पक्कै पनि आउनु होला। एकदमै राम्रो ठाउँ छ। एकदमै यहाँ चाहिँ बस्ने यसरी बस्ने ठाउँहरू पनि बेन्चहरू पनि एकदमै मजाले राखिदिनु भएको छ बस्नलाई। एकदमै अझ धेरै राम्रो बनिँदैछ हाम्रो यो जुम्मालुङ डाँडा चाहिँ। मेरो छोरी चाहिँ यहाँनिर जेलमा परेको जस्तै गरेर बसिरहेको थियो। उसलाई पनि नयाँ ठाउँहरू घुम्नु डुल्नु भनेपछि चाहिँ एकदमै रमाउँछ, एकदमै खुसी भएर खेल्छ नयाँ ठाउँहरू डुलाउनु लाँदाखेरि। अनि यहाँ चाहिँ मेरो साथीहरू चाहिँ पुरा चोकोपाई चक्लेट खाँदै देखाउँदै मलाई खाइरहेको थियो। त्यसपछि चाहिँ हामी यहाँ घुमिसकेर चाहिँ घरतर्फ फर्क्यौँ। अन्तर फर्किँदाखेरि चाहिँ के भयो भने पानी परेर यस्तो पानीले कुटिरहेको थियो। यतिखेर पानीले कुटेर हैरान भइरहेको थियो। भाइ चाहिँ यसरी हिँडिरहेको थियो। अनि मेरो छोरीलाई चाहिँ भाइ र मेरो साथीले एकजनाले बोकेर छाता ओढाएर हिँडिरहेको थियो। पानीले कस्तो कुटिरहेको थियो क्या यतिखेर चाहिँ। तर आजको यो दिन चाहिँ एकदमै रमाइलो भयो। फेरि यो दिन कहिले आउँछ आउँदैन त्यो त थाहा छैन, तर एकदमै रमाइलो भयो। अनि मेरो साथीलाई अब यस्तो दिन कहिले आउँछ भनेर भन्दै हिँडिरहेको थिएँ। एकदमै रमाइलो भयो आजको दिन चाहिँ। र आजको भिडियो चाहिँ के कस्तो लाग्यो, मन पर्यो भने लाइक सेयर सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। र कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्टमा भन्नु होला। आजको मेरो दिन यस्तै रह्यो। थ्याङ्क यू फर वाचिङ सबैलाई। बाई बाई।